हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी रक्षा एन्ड मसँग छ मेरो भाइ रञ्जन। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौँ भन्दै आज चाहिँ हामीले मुकबाङ भिडियो लिएर आएको छौँ। अब दिउँसो ल्याउनु हुन्थ्यो, अहिले चाहिँ राति भइसक्यो क्या। अनि दिउँसो ल्याउनु हुन्थ्यो, अब बाबु काममा गएको थियो नि त। आज स्याटरडे हो, स्याटरडे पनि काम हुन्छ उसको, त्यही भएर दिउँसो चाहिँ पाइएन। त्यही भएर अहिले चाहिँ हामीले मुकबाङ भिडियो ल्याएको छौँ। अब के छ भने यहाँ छ हामीसँग यो करेन नुडल्स छ, यहाँ छ चटपट, अनि सँगसँगै यहाँ निम्बु छ, अनि यहाँ पानीपुरी अनि अम्लेट सबै। हामीसँग कोक त देखाउनै बिर्सिरहेछ। ल अलि हेरौँ न, हामीसँग कोक पनि छ है साथीहरू, यो छ। अब मेरो कोक देखिन क्या। अब हामीले अब जति यतिकै कुरा गर्दै जति खान सकिन्छ खाने, सकेन भने के गर्नु। आजको खाना नै यही हो क्या बाबु, खाना खाइन्न। उसले खाजा खाइसकेको रहेछ। मैले पनि खाजा दिउँसो खाजा भन्दा नि खाना अलिक ढिलो खाएको हो, खाजा त खाइएन। यही खानको लागि अब यो सामानहरू ल्याउनु पर्यो, के गर्नु पर्यो। घरमा बनाएको होइन नि त, बाहिरबाट ल्याएको, त्यो भएर। ल यो अम्लेट बनाएँ अनि यो ल्याएर घोलेँ, त्यही हो। ल अब खाना स्टार्ट गरौँ। के खाने फर्स्टमा? ल पानीपुरीमा दुलो कसले पानीपुरीमा दुलो कसले अच्छा स्टप। ल म चाहिँ योबाट स्टार्ट गर्छु है। भिडियोमा हाँसिन भन्दै कहाँ रमाइलो भयो पनि। भिडियोमा हाँसिन भन्दै कहाँ रमाइलो भयो पनि। सही हो। अब त्यही नि चटपट पानीपुरी बनाएको भरमा, देखेको भरमा यसो यो त हिडोकै त भन्नु। मिठो भएछ। कस्तो छ बाबु पानीपुरी? मिठो छ। चटपट रोसी होला। यो पनि हल्का चिसो चिसो हुनु भइसकेको नि। कहाँ भयो नि मलाई। अलि राम्रोसँग खा, अट्केर मर्लिस। खान नपाए जस्तो नगर। मिलेन भाइ, सफा छ। ए सबै चाहिएछ त। यो हिँडेर पुऱ्याउनु पर्ने क्या। पिरो भन्छ यो खाउनु बाबु, कति मिठो भन्छ। बिग बाइट खाम, बिग बाइट खाम। ओके यत्रो त सकिँदैन होला त। ट्राई गर्छु। सक्दिनँ। यसलाई नहेर्नु नि। मेरो त आँखाबाट आँसु आइसक्यो। चटपट त ठिकै हो न। बदामले गर्दा यस्तो मिठो भयो।
मन खुसी गरेर खान्छु तर यो हालेपछि टेस्ट नै घटाइदिन्छ क्या मलाई तँलाई यो भरमा सबभन्दा मिठो कुन लाग्यो म त करेन्ट पानीपुरी चटपटी त्यति साह्रो वा हुँदो रहेछ उसैको भएर नि होला नमिठो अनि के पानीपुरी पनि पानी यहाँ अड्के पनि त हुँदैन नि यस्तो चुइन्छ खसी भयो यसले राख्नु अब यसले यस्तोको उ गर्न मिल्छ के हेर्न यस्तो कपाल जस्तो भयो आज भोलि धेरै जङ्क फुड खाएको लागि बाँध्नु पऱ्यो कि सकेर म हात धोइरहेको चाहिँ हात धोएर आइसकेँ अमलेट पनि खानु अब पछाडि ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनु है साथीहरू के गर्नु यस्तै हो ऊ गराउँछन् कि यस्तो पछाडि त्यो कालो पर्दा राखेर न त्यो पर्दा राखेर बनायो भने राम्रो सधैँ खाइराख्ने हामी कहिले काहीँ कहिले खाएर फर्स्ट टाइम हो मुखबाङ चाहिँ फर्स्ट टाइम च्यालेन्ज चाहिँ खेलेको थियौँ सिजर पेपर योभन्दा अलिअलि भिडियो नि हेर्न सक्नुहुन्छ अघिल्लो भन्दा नि युट्युबमा हाम्रो फर्स्ट भिडियो नै त्यही हो कि बाबु तिम्रो र मेरो सर्टकट त नखाए पनि हुने थियो बाबु यो सर्टकट मैले लिएर आउँथेँ कि बरु त्यही गर्नुपर्ने रहेछ रातो बनाइदिँदै त्यति साह्रो पिरो भएन कि हामीलाई पिरो खानु यसमा चाहिँ कसरी खानु itu jangdung mới vẫn khâu được con cọp này कस्तो छ मिठो छ ठिकै हो भने काँक्रा पनि मिठो रहन्छ
बसौँ रहेछ क्या जुसी नै खान आउनु बदाम भर्न भने त मिठै हुँदैन तल गान्धी मैले बदाम थपिनु भन्ने कुन बाइट होस् क्या अब ओके धेरै भयो भेज खानु पर्यो पानी परिरहेको छ बाहिर कतै घुम्न जाऊँ के गरौँ भने पनि बाहिर पानी परिरहेछ किन अरू यस्तो पुसमाङमा पनि पानी पर्ने पानी पर्छ त अरू बेलामा पनि पर्नु त पर्यो होला तर यस्तै परेन तर यो त एकदम मिठो भयो लिम्बू सुत्न पो गाह्रो होला जस्तो अमिलो पिरो च्वासै भएछ कि भोलि बिहान गाह्रो हुन्छ होला भोलिका दिनहरूलाई नसम्झिकन ठिक त होइन कि यो खानु यसरी खानु पर्यो हामीलाई नि त्यसो गाडी कति भन्नुहुन्छ घरबाट केही बनाएर आउने रोटी सोटी कस्तो राम्रो जा अमिलो जस्तै भयो कति अमिलो हुने कति सुक्क खाल जस्तो नि त खानु बुझ्नु त्यो पनि हात भनौँ न पिस खस्यो बाहिर एकदम पानी परिरहेको छ साथीहरू के यस्तो बाहिर जानु म त खान सक्दिनँ होला खास आज नगराउनु पर्ने कि मोबाइल यो खाएको त झन् लुम्मै हुन आयो के कोकले हुन्छ त त्यस्तै त्यो सुरु होते खत्म हुआ त खत्म हुआ इतना जल्दी खत्म हुआ चटपट नमिठो भएर होला खासै आँखा गन्दी त टाढो भाउ लाग्दैन ओसियो कि अरू भन्दा नि मान्छेहरू यति धेरै भात
पोर्कहरू यताउता कति धेरै आइटम लिएर कसरी खाएको होला है त्यति धेरै यो भनेको चाहिँ एक हप्ता नखाइकन बस्छ नि त्यस्तो किन हुन्थ्यो र तर त्यो एडिट गर्छन् पुरै खाँदैनन् भन्थ्यो र होला यो मात्र खाँदा त कति नमिठो हो के मात्रै रसले गर्दाखेरि खान सकिन्न दिदी भन्दा खान सकिन्न दुधिरहेछ ठोकेर साँच्चीको दुखेको जस्तो देखाएको हो बडी होइन बडी त देखाएको हो हम नहीं छोड़ेंगे कैसे भी हो जाए हम नहीं छोड़ेंगे सकिएन साथी खाना नसकिने चाहिँ अब धेरै त्यो दिउँसो बनाउँदैछ बिहान खाना खाने अन्त 4-5 बजी सक्छ अब फेरि पनि अर्को भिडियो बनाउँला यस्तो मुकबाङ भिडियो त्यसमा चाहिँ यस्तो जङ्क फुड नै क्या टक्क घरमै बनाएको केही चटपट थालिदिने फेरि भिडियोमा भन्यो होला भनेर नभन्दा साँच्चै फालिदिने कि फाल्न मन लागेन हजुर होइन कि सकिएन कि साँच्चै म देखाउनु खोजेको यसमा यसो रस भइहाल्यो यति धेरै चटपट्यो टोटल्ली सबै कि सक्यो कि धेरै खायो अलिअलि 2-3 चोटि खायो बदाम खानु पर्यो खोज मैला खोज बादाम खोज यस्तो भयो ओस्यो नि त त्यही भएर अझ खास गिलो चटपट नसे मिठो त होइन गिलो चटपट मन पर्ने मलाई बदाम नि त्यति हाल्दैन नि उस्तै उसिन्छ भनेर सुक्खा बनाउन लगाएको कि बरु उसिकै बनायो भने हुन्छ के फालम भनेर हो निम्बुको माया लागेर एकदम रसवाला छ खाऊ अब एउटा तर च्यालेन्ज जस्तो चाहिँ भने यो भिडियो अलि मात्र भएन न कुनै किन दिउँसोको जोसमा भएर त्यो त्यति बेला एकदम राम्रो भयो भिडियो हामी यो भिडियोमा एकचोटि गएका हाँस्यो दुईचोटि भयो
हेर्नु साथीहरू, हामीले सोचे जस्तो भिडियो भएन, यो एकदम छोटो मिठो भिडियो हुनेवाला छ। एक त अब हामीले क्यामेरा पनि राम्रोसँग अड्याउन पनि पाएको छैनौँ, यो खानाहरू पनि राम्रोसँग देखि छैन। माथिबाट यस्तो त्यो स्ट्यान्ड ल्याउनु छ कि त्यो पनि गर्नु पर्ला पछि। अब यस्तै भिडियो बनाउँदै गयो भने अनि त्यो भयो। अनि खानाहरू पनि के अरूले त्यो मुकबाङको भिडियोहरू बनाउँदा त यस्तो माथि माथि अनि मोबाइल अलि खोप्टी बनाएर त्यो अड्याएर त्यसरी बनाउँछन् कि अब हामीलाई त थाहा छैन, फर्स्ट टाइम हो। अब हेरौँ पछि पछि बनाउँदै गयो भने हामीले पनि त्यसरी नै भिडियो लाउँछौँ। यही हो साथीहरू, अब के गर्ने, भाँडा माझ्न जाने त्यसै फोकटमा। दिदी भाँडा माझ्न जाने, मैले बढाल्ने। ल साथीहरू, अब हामीले यो सबै खान सकिएन किनकि चटपट ऊ भयो कि ओसियो, त्यो भएर खासै मिठो पनि भएन। अनि पानीपुरीको पनि अब यहाँ थोरै यो किमा के भन्छ त्यो रहेछ, पानी पनि रह्यो। अब कुकहरू सकिसक्यो। मेन कुरा त तँलाई ल यति भोलिमा नराखेर भने के मन पर्यो, मिठो के लाग्यो? रामेन र अनि फ्राई अन्डा। मलाई पनि यही ऊ गरे, त्यो करेन्ट र अनि अमलेट मन पर्यो। हामीले त्यही मात्रै खाइयो, अरू त्यस्तै भयो। यो काँक्रा पनि त्यो नखालौँ के भयो, म त खान्न। एउटा त खानु एउटा। साथीहरू खासै सोचे जस्तो नै भएन भिडियो। के सोचे थे जिन्दगीमा भयो। ल साथीहरू, आजको भिडियो त यति नै। हामीले यो पुरै खान सकिएन, यसको लागि सरी भन्दै आजको भिडियोलाई चाहिँ हामी यहीँ इन्ड गर्न चाहन्छौँ। तपाईहरुलाई के कस्तो लाग्यो सल्लाह सुझाव दिन नबिर्सिनु होला। मेरो भिडियोलाई लाइक यस्तो हुन्छ कि भ्यू जति जान्छ नि त्यति नै लाइक ठ्याक्क लाइकमा मात्रै यसो टुच्च टच गर्न मान्छेहरुलाई किन होला कि त्यति अप्ठ्यारो हुने न, त्यति नगर्दिने के हजुरले सबैको हेर्दा हेर्दै गर्नुहुन्छ र लाइक गर्दिनुहुन्छ, लाइक लगभगको गरिदिन्छु मलाई। हजुर सबै हजुर जस्तो गाउँछ नि नहुने रहेछ नि त नि साथीहरु, हेरेको मान्छेको चाहिँ लाइक गरिदिन्छु मैले। ठीक छ। ल साथीहरु, मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट शेयर एन्ड मेन कुरा मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियोलाई चाहिँ हामी इन्ड गर्न चाहन्छौँ। सब्स्क्राइब गरेर बेल आइकनलाई नाइट अलमा राखिदिनु होला है त गाइस। बाइ, गुड नाइट।